म यो ढाक्ने गल्ली चाहिँ यस्तो यो फिल्म सुटिङ हुने गल्लीहरू देखाउन गइरहेको छु। यस्तो गल्लीहरू छ यहाँ, गल्लीहरू। बोल्न सुरु गर्छु, सबैलाई सोध्छु, हजुरले ट्याक ट्याक यसो भन्नु होला है। ल यहाँ चाहिँ मोलमोलाई हुँदैछ के को सामानको यहाँ चाहिँ हुँदैछ। यहाँ यो पदम खड्का भन्ने हुनुहुन्छ, उहाँले यो किन्दै हुनुहुन्छ। ल गजब छ यो लिनुहोस्। तातो मार्फाको चिनो, अब टोपी उल्टो टोपीको उल्टो गराएर लाउँदै हुनुहुन्छ उहाँले। यो यस्तो सुल्टो ल लगाउनु त लगाउनु, कस्तो देखिन्छ, सुहाउँछ कि नै? एकदम तातो हुन्छ, बेस्ट हुन्छ भन्ने सोध्नु भएको छ यहाँले। ए कति हेन्सम आएको ओहो यी सन्तोष सरले पनि लगाउनु भयो। सन्तोष सरलाई खासै सुहाएको मैले देखाएको थिएन यहाँलाई, खासै सुहाएन। पदम सरलाई चाहिँ सुहाएको थियो। अब यहाँ चाहिँ पसलमा हजुर विनोदलाई हुलिया चेन्ज भइगयो, हुलिया चेन्ज भयो। यहाँ चाहिँ यहाँ चाहिँ यिनी के हुन् सल, कस्ता खाले सल हुन्? मालाहरू छन् यहाँ, मालाहरू म देखाउँछु। मालाहरू यहाँ मार्फाका टोपीहरू छन् पसलहरूमा। यहाँ चाहिँ यस्तो चिजहरू छन्। यी चिजहरू पदम सर कस्तो मानिरहनु भएको छ तपाईँले भन्नुहोस्? रमाइलो, मलाई पुरै स्वर्गै आयो। नयाँ डान्स, नयाँ ठाउँको होइन, गोर्खे खुकुरीमा नाच्यो होइन। त्यसपछि सामानहरु पनि सबै नयाँ छ हैन, नयाँ छ, सबै स्टाइलिश छ। टाउको बस्न जाने मान्छे हो, टाउको स्वाट छिराएर स्वाट हाल्ने थियो यो कपडा दुपट्टा जस्तो राम्रो हुँदैछ। यो कडा छ, तातो छ यो। पदम सरको लागि पदम सर हजुरले लिनुहुन्छ कि एउटा के हुन्छ कि बाइक चलाएर हिँड्छौँ नि, फर्किँदाखेरि ल्याउँ कि सर? फर्किँदाखेरि ल्याउने हो कि? फर्किँदाखेरि ल्याउने, फर्किँदाखेरि छिर्न दिन्छ कि नै? ल हाम्रो यहाँ चाहिँ दाजु गार्मेन्टवाला दाजु हुनुहुन्छ कि काम गरिरहनु भएको छ। हाम्रो घर धेरै टाढा दाजु, हाम्रो उता पश्चिम दाङ जानुभएको छ। ए कहाँसम्म जानुभएको छ तपाईँ? भैरवसम्म जानुभएको छ, त्यहीँबाट उता पश्चिम त हो, धेरै टाढा। यसो घुम्दैछौँ, लाग्यौँ है। चहर हुँदो रहेछ, चहरहरू छ यहाँ चाहिँ। यो टाइम र पैसा खर्च गरेर यहाँ आइसके पछाडि सो खर्च गरेकोमा तपाईँ सन्तुष्ट हुनुहुन्छ अथवा त्यसमा के भन्नुपर्छ? एकदम सन्तुष्टि छु हैन। यहाँ पहिलो पदम सरले सन्तुष्टि होइन, हामी त भयङ्कर भन्नुहुन्छ यहाँ, भयङ्कर हुन्छ, पुरै खतरा छ यहाँको। अगाडि हिँड्नुहुन्छ अब तपाईँ। यहाँ चाहिँ अब यो हजुर यो हजुरको पसल हो हजुर? यो के पाउँ? यो महँगो पर्छ होला नि? महँगो एकदम मिलाएर हो। यसलाई के भन्नु रहेछ यो लटा जस्तो के जस्तो? यो चहर भन्छ नि, यो कुल पूजामा नचाउने हो, त्यही हो कुल पूजामा नचाउने चहर होइन? कसरी बेच्नु भएको छ यो? 35,000 पर्छ। 1000 रुपियाँ एउटाको 35,000 पर्छ। महँगो रहेछ, किनेन है? ए स्याउको सुकुटीहरू यहाँ पाउँछ, फर्किँदाखेरि किन्ने हो हामीले। यो स्याउ यस्तो स्याउ बगान छ पुरै यहाँ। स्याउ यसरी फलिरहेछ, यसरी स्याउ फलिरहेछ। कस्तो मस्त फल्दो रहेछ स्याउहरू, कलमै स्याउ जस्तो लाग्छ। यहाँ फेरि यो पानी आइरहेछ, कहाँको पानी आइरहेछ? यस्तो स्पिडमा आएर छ कि स्पिड। कति चिसो पानी होला यो? यो पोखरेर आएको पानी त होला नि, कालीगण्डे कालो पानी। काली गण्डकी हो आमै? काली गण्डकी नदीको पानी हो? त्यही नदीको? किन कालो आछ यस्तो?
हो लाग्यौँ है ए यही कुलोले चारेर तरकारी खेती गर्ने ठिक यी स्याउका बुट्टाहरू छ यहाँ साथीहरू यहाँ चाहिँ भिडियो बनाइरहनु भएको छ फलफुल गएको छ यो स्याउको बगैँचा देख्दा कस्तो मान्नुभएको छ तपाईँले एकदम कस्तो छ भन्दाखेरि मैले अहिले यस्तो बगैँचा देखेको पनि थिएन है हो हजुर स्याउको बगैँचा चाहिँ पहिलोपटक हो त्यही त्यसमा पनि यस्तो लडर हजुरको त्यो सुन्तला बगान र यसमा केही फरक केही पाउनु भएको छ के छ फरक त अब फरक नै छ ऊ सुन्तला हो हैन यो स्याउ हो मेरो घरमा पनि अब यस्तै हो हुन त है हो। तर कुनै फरक छ हैन ऊ सुन्तला भयो यो चाहिँ स्याउ हो हैन स्याउको बगैँचा चाहिँ यसरी देखाएको थिएन मैले है यो चाहिँ पहिलो पटक हो ल धेरै रमाइलो लागिरहेछ मलाई पनि होइन अब यहीँ बसु लाग्ने कस्तो नि? एकदम एकदम अघिको डान्स नाचले त झन् डान्स नाच यहाँको मान्छे है यो सबै यो रहनसहन, यो हैन हावापानी देखेर ओहो। बस्ने ठाउँ भयो भने ए माथि हेर्नु त माथि साथीहरू स्याउ डाँडा रहेछ माथि हेर्नु त हेर्नु त पुरै स्याउ माथि डाँडा है। म जुम गरेर देखाउँछु यी पुरै स्याउकै फोटो खिची यस्तो स्याउ डाँडा जस्तो बनाएर चाहिँ स्याउको उसमा दिए लपकोमा त धेरैले देख्नु भएको थियो हिउँको कस्तो चिसो छ कालीगञ्ज पुरै कालो लेदो आछ त्यहाँ हिउँ पोग्लेको कि त हिउँ पुग्यो हिउँ पोग्लेको यी स्टेज फ्री टावर जाने बाटो स्टेज फ्री ए माथि हेर्नु त ए माथि यस्तो छ कि वाह यस्तो छ डाँडा माथि यति माथि छ टपमा यस्तो ठाउँहरू छ यहाँ र यहाँ चाहिँ नुहाइधुवाइ गरिरहनु भएको छ दिदीहरूले यहाँ त यस्तो मजाले के गौँ यो जौँ हो है हेर्नु त जौँ जौँका बाला हेर त जौँ हेर कसरी बयली खेलिरहेछ कस्तो मस्तको छ यो जौँ भनिन्छ हामीले त्यहाँ चाहिँ स्याउ डाँडा स्याउको के लपको त गराउँदै स्याउकै बनाएर होइन त्यस्तो देखिया छ अब यो स्याउ बगानहरू धेरै राम्रो देखिया छ अब यहाँ साथीहरू आइरहनु भएको छ होइन यी साथीहरू आउनु छ बर्खा कस्तो लागिरहेछ भन्नु त यो अब यहाँ हेर्दाखेरि अब यी यस्तो अर्ग्यानिक जौँ होइन अब स्याउ बगानदेखि ल्याएर त्यो कुराहरू अब यस्तो लागिरहेछ भन्ने कुरामा नेपाली भइसके पछाडि कुनै कतै नेपालका ठाउँहरूमध्येमा यो ठाउँ पनि स्थानको माछा भन्ने ठाउँ पनि हो जस्तो मलाई लाग्छ क्यामेराले यतापट्टि फर्काइदिनुहोस् यो सबै स्याउबारी हो यसमा सिजनमा स्याउ लड्कन खोलेको हुन्छ हामीहरू कति पैसा खर्च गरेर कता होइन छिमेकी देशहरूमा जान्छौँ भने आफ्नै देशमा भएको राम्रो ठाउँहरूको लागि चाहिँ हामीले खर्च गर्न अनुसार गरेको हो कि जस्तो लाग्छ हामीले यो टिममा आउँदाखेरि एकदमै सही डिसिसन गरेको जस्तो लाग्छ यो समय र पैसा खर्च गरेको पैसा वसुल भन्छ होइन त्यस्तै लागिरहेछ एकदम रमाइलो हुन्छ अब हामी यस पछाडि कागबिनी हुँदै मुक्तिनाथ मन्दिर पनि जानेछौँ यो हामी यो सबै भिडियोहरू क्लिपहरू बनाएर हाम्रो कृष्ण सरको एउटा युट्युब च्यानल छ जसमा हामी त्यो पोस्ट गर्छौँ यहाँहरूले पुग्नु भएको छैन भने पनि भर्चुअली हेर्न चाहनुहुन्छ भने त्यो च्यानल चाहिँ सब्सक्राइब गर्नुहोला त्यो च्यानल चाहिँ हामी त्यो डिस्क्रिप्सन चाहिँ त्यसको के अरे उसमा राख्छौँ होइन सर के भन्छ त्यसमा त्यो हामी एडिट गरेर मिलाइहाल्छौँ ल ओके ल ए यहाँ चाहिँ अब यस्तो किसिमले यहाँ चाहिँ यसो ढलान घरहरू पनि बनिरहेछन् यहाँ बनिरहेछ होटल रोयल मार्फा यहाँ सबै होटलको नाममा मार्फा जोडेको मार्फाको गाउँ मार्फाको यहाँ चाहिँ स्थानीय चाहिँ पर्यटकहरूको हिजो छ यहाँ चाहिँ हामीले यो मन्दिर जस्तो के देखिएछ गुम्बा जस्तो छ यो देखाउँछौँ कागबेनी भन्ने एउटा मुभी छ हेर्नु है कागबेनी त्यही अब यहाँनिर यस्तो सुन्दर दृश्य छ यहाँ चाहिँ देखाउँदैछौँ हामीले
11,50,000 श्रीमती पूर्णकुमारी ज्वार चरणबाट सहयोग प्राप्त ल 2076 3/25 मा सम्पन्न भएको ल यसरी घुमाइदिनुहुन्छ यसरी यसरी बाइकहरू यसरी चाहिँ अब मुस्ताङको यो दृश्य देखाउँछु यो मार्फाको दृश्य हो मार्फाको अनि पहाड यस्तो चाहिँ रहेको छ यताबाट दृश्य देखाउँदैछु मैले यहाँ यो पुरै चाहिँ स्याउ बगान हो यो मार्फाको स्याउ बगानमा साथीहरूले अब अवलोकन गरिरहनु भएको छ कसैले फोटो सेसन गरिरहनु भएको छ एकदम फोटो खिच्नमा एकदम सोखिन यहाँ फेरि